भनेको के हो? पत्रु खाना भनेको चाहिँ प्याकेजिङ फुड जुन प्याकेटमा आएको हुन्छ त्यसले त्यो खानालाई चाहिँ पत्रु खाना भन्छ, जुन हाम्रो शरीरको लागि हानिकारक हुन्छ। अत्यावश्यक हाम्रो हर्मोनहरू उत्पादन गरिदिन्छ, संवेगात्मक क्षमताहरू हाम्रो कम गराइदिन्छ। यसले यसको दीर्घकालीनमा र दीर्घकालीन र तत्कालीन असरहरू हुन्छ। दीर्घकालीनमा चाहिँ हामीलाई खाना मन नलाग्नु, हामीलाई घरको खाना अलिक हामीलाई पोषणयुक्त त हुन्छ, तर हामीलाई स्वाद नयाँ नयाँ चाख्न चाहन्छौँ। अनि त्यसको लागि हामीले प्याकेट फुडहरू पाउँछौँ बजारमा प्रशस्तै मात्रामा, जुन व्यावसायिक रूपमा पैसा कमाउनलाई उत्पादन गरिरहेको हुन्छ। अनि यसले चाहिँ हाम्रो शरीरमा अल्छीपनालाई ल्याउँछ अत्यावश्यक। अनि त्यसपछि कब्जियत, हाम्रो खाना यसो प्राय ड्राई फुड हुन्छ, त्यसैले हामीलाई कब्जियत हुन्छ हाम्रो शरीरमा, निन्द्रा लाग्दैन, हाम्रो हर्मोनहरू निन्द्रामा यो खाना खानु भएन हैन। हजुर, यसको फाइदा भन्दा बेफाइदा बढी छ। बेफाइदा बढी छ यसको, त्यसैले यसलाई बहिष्कार गर्नु पर्यो। ल धन्यवाद।